भाद्र 23 र 24 भएको नेपालको जेनजी आन्दोलनको विषयलाई भिडियो बनाउँदै गर्दा जेनजी आन्दोलनको समाचार बनाउँदै गर्दा बीबीसीले के देखायो र के लुकायो भन्ने कुरामा तपाईँलाई थाहा छैन भनेपछि एकैछिन यो भिडियो क्लिप हेर्नुहोस्। किन सुदुन गुरुङको टोली र टिओबीको टोलीसँग सम्बन्धित भिडियो क्लिपहरू सार्वजनिक भएनन्? कि ती अडियोहरू काटिए जहाँ करिब 50 जना भन्दा प्रहरीले हामीलाई बचाइदिनुस् भन्दै गुहार मागिरहेका थिए? त्यो दिन भएको आन्दोलन यदि शान्त थियो भनेपछि प्रहरी किन डरायो? यदि सबै सत्य देखाइएको थियो भनेपछि ती आवाजहरू किन सुन्न पाइएनन्? यो सम्पादन होइन, यो सत्य छानेर देखाउने खेल हो। जब मिडियाले आधा सत्य देखाउँछ त्यो पत्रकारिता हुँदैन, त्यो न्यारेटिभ बनाउने हतियार बन्छ। प्रश्न अझै खुल्ला छ, सत्य लुकाउन किन र कसलाई बचाउनका लागि यो सत्य लुकाइएको हो? तपाईले यो बीबीसीको न्युज हेरेर के कुरा बुझ्नुभयो? बीबीसीको न्युजले के कुरा लुकाएको छ र के कुरा देखाइएको छ भन्ने कुराहरू तपाईले 41 मिनटको भिडियो हेरेर आफैले मूल्याङ्कन गरिसक्नुभयो होला। उक्त भिडियोमा देखिएका र उक्त भिडियोमा नदेखिएका र उक्त भिडियोमा केही क्लिपहरू नदेखिँदा नजिकिएको फागुन 21 को चुनावलाई मध्यनजर गर्ने हो भनेपछि उक्त नदेखिएका क्लिपहरूलाई कुन पार्टीले अथवा कुन पार्टीलाई कतिसम्मको हानि वा नोक्सानी पुर्याउन सक्छ भन्ने कुरा हामीले बुझिसकेका छौँ। तपाईले उक्त भिडियो हेरिसकेपछि कुन पार्टीलाई कतिको आधार मानेर यो पालिको भोट कसलाई दिने सोच्नु भएको छ आफ्नो विचार कमेन्ट गर्न भने नबिर्सिनु होला।